हामीलाई यी 5 कुराहरू थाहा नभए हामी ठुलो दुर्घटनामा पर्न सक्छौँ। त्यसैले सोच विचार राम्रोसँग बुझेर मात्र अप्लाई गर्नु। हेलो एन्ड सबैमा नमस्कार, म विनोद ओली। म पहिलेको चाहिँ फेरि नयाँ भिडियो लिएर हजुरको माझ उपस्थित भइसकेको छु। यदि तपाईँ रोमानिया जाने सोच बनाइराख्नु भएको छ भने यी 5 कुराहरू अनिवार्य रूपमा थाहा पाउनुहोस्। पहिलो नम्बरमा चाहिँ भिजा र वर्क पर्मिट अफिसियल छ छैन भनेर चेक जाँच गर्नुहोस्। दोस्रो नम्बरमा अफर लेटर जेन्युन हो कि होइन भनेर चेक जाँच गर्नुहोस्। तेस्रो नम्बरमा एजेन्ट अथवा मेन पावर मतलब कि कस्तो छ राम्रोसँग बुझेर मात्र अप्लाई गर्नुहोस्। चौथो नम्बरमा काम र खर्चको रियालिटी बुझेर मात्र अप्लाई गर्नुहोस्। पाँचौँमा रहेको छ यी सबै डकुमेन्टहरू सुरक्षित राख्नुहोस्। यी डकुमेन्टहरू जतिखेर पनि आवश्यक पर्न सक्छ, साथै आफ्नो साथमा राखेर हिँड्नु होला। र साथसाथै यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि विनोदलाई फलो गर्नु होला।